ऐनमर भन्ने व्यक्तिबाट पीडित हुँ। केही छिन म होल्डमा बसेँ, मेरो साथमा कोही पनि थिएन। यो कुराहरू परिवारलाई भन्दाखेरि पनि रिसाउँछन् भन्ने डर थियो, एउटा लाज शरम भन्ने थियो, बदनाम गर्यो बेइज्जत गर्यो भन्ने हुन्छ भन्ने उद्देश्यले परिवारलाई पनि सबैले मैले सुनाउन सकिरहेको थिएन, मेरो बुवा मम्मीहरूलाई पनि। फेरि प्रमाणहरू तमाम थियो, घटना सम्बन्धी थुप्रै प्रमाणहरू थियो। त्यो प्रमाणहरू नष्ट गर्नका लागि विभिन्न षड्यन्त्र गरेर चाहिँ मोबाइल चोरी गर्यो। मोबाइल चोरी गरे पश्चात पनि म कानुनी प्रक्रियामा जान्छु भन्दाखेरि पनि धम्क्याउने। एउटा कसैको भाषा होइन, बलात्कारी ऐनमहरको पैसा र पावर केपी ओलीको ठाडो आदेश बोलिरहेको छ। केही कुराकानी गर्नु छ भनेर चाहिँ मलाई बोलाएर चाहिँ जबरजस्ती सम्बन्ध राखेको थियो। त्यो बेला बझाङको एमालेको केन्द्रीय सदस्य ऐनमहर भन्ने व्यक्तिबाट पीडित हुँ। उहाँले ममाथि अन्याय गर्नुभएको छ। बारम्बार एउटा नेता जस्तो मान्छे, एउटा देश परिवर्तन गर्छु भनेर हिँडेको मान्छेले एउटा महिलाको चरित्र लुटेर उसको पारिवारिक जीवन तहस नहस गरेर चाहिँ कसरी देश परिवर्तन गर्छ, कसरी समाज परिवर्तन गर्छ, आफूलाई एउटा जिम्मेवारी सम्झिने मान्छेले चाहिँ कसरी देश परिवर्तनका लागि अगाडि बढ्छ। यो कुरा उसको चरित्र, उसको एउटा अमर्यादित एउटा नैतिकताले यस्तै भन्छ। र ममाथि भएको अन्याय विरुद्ध म कसरी अन्यायमा परे। हामी एउटै जिल्लाको बासिन्दा हौँ र मेरो परिवार पनि एउटा राजनीतिक भन्दा पनि एमाले पार्टीमा विश्वास राख्ने भएको कारणले गर्दा हाम्रो चिनजान सामान्य भेटघाट पनि भइरहेको थियो। र यसै क्रममा चाहिँ केही कुराकानी गर्नु छ भनेर चाहिँ मलाई बोलाएर चाहिँ जबरजस्ती सम्बन्ध राखेको थियो। त्यो बेला सुरुवाती दिनमा पनि मैले यो कुरालाई चाहिँ आफ्नो पारिवारिक जीवन तहस नहस हुन्छ, एउटा महिलालाई हेर्ने दृष्टिकोण फरक छ समाजको, एउटा पीडकलाई होइन पीडितलाई नै समाजबाट अवहेलना तिरस्कार हुनुपर्छ, बेइज्जती बदनाम खुवाउनुपर्छ, परिवार समाज सबैबाट भन्ने उद्देश्यले यो कुरालाई मैले चाहिँ बाहिर एक्सपोज गरेको थिएन। यो कुरा मैले सहन बाध्य भएको थिएँ। फेरि पनि ऐनमहरले चाहिँ आफूलाई एचआइभी पोजिटिभ भयो भनेर फोन गरेको र म्यासेज गरेको रेकर्डहरू पनि छ। त्यसपछि मलाई पनि चेक गर्न लगाए, मेरो नेगेटिभ आयो। त्यसपछि मैले त्यो मान्छेबाट छुट्टिने, यो कन्ट्याक्टै नगर्ने, म्यासेजहरू कुनै फोन नगर्ने त्यो मैले निर्णय लिइसकेका थिएँ होइन। त्यसपछि पनि उसले बिचबिचमा नि बारम्बार फोन गरिराख्ने, कस्तो भयो के भयो यो कुरा कसैलाई नभन भन्ने। मैले चाहिँ डक्टरको सल्लाह परामर्श लिन खोज्दाखेरि पनि कसैलाई नभन यो कुरा, हामीलाई मात्र थाहा छ, किन भन्नु पर्यो भनेर मलाई चाहिँ जिस्किएर झस्किएर बोल्ने काम पनि गरेको थियो। र फेरि पनि मलाई चाहिँ वैशाख 31 गते रिपोर्ट हेर्न आऊ भनेर बोलाएको थियो होइन। म गइनँ रिपोर्ट हेर्न, मलाई डर लाग्छ, म आउँदिनँ, तपाईँलाई म कसरी भेट्न सक्छु, यस्तो यही कारणले गर्दा म तनावमा छु, टचरमा छु, म भेट्दिनँ आउँदिनँ भनिसकेपछि आएँ भने म बहिनीलाई लिएर आउँछु, मेरो साथीलाई लिएर आउँछु, घरको मान्छेलाई लिएर आउँछु भन्दाखेरि म तिम्रो परिवारको अगाडि, तिम्रो बहिनी साथीको अगाडि म आफ्नो रिपोर्ट कसरी देखाउन सक्छु, नल्याऊ एक्लै आऊ भने म आउँदिनँ भने। त्यसपछि वैशाख जेठ 2 गते चाहिँ मलाई फेरि फोन गरेर चाहिँ आऊ रिपोर्ट हेर्न आऊ भन्यो होइन। म आउँदिनँ भने त्यो दिन पनि म आउँदिनँ, म प्लिज म आउँदिनँ भने त्यो दिन पनि मैले प्रतिकार गरेँ। तर पनि आफ्नो एउटा अफिसमा 2-4 जनाहरू थियो त्यहाँ, अनि यहाँ मान्छेहरू छन्, म केही पनि गर्न सक्दिनँ, मलाई एकदम गाह्रो भइरहेको छ भन्ने, खोक्ने, हाछ्यु गर्ने, चिलायो भन्ने, दुख्यो भन्ने, ज्वरो आयो भन्ने। त्यसपछि मैले भने यस्तो अवस्थामा केही पनि गर्न सक्दैन होला, मान्छेको अगाडि त केही पनि गर्न सक्दैन होला भन्ने किसिमले म रिपोर्ट हेर्न भनेर गएको थिएँ उसको अफिसमा। तर म पुग्ने बेलामा कोही पनि थिएन। त्यसपछि पनि फेरि म निस्किने बेलामा घर जान्छु रिपोर्ट देखाऊ भन्दाखेरि चाहिँ उसले के भन्यो भने कहिले गाडीमा छुट्यो, कहिले घरमा छुट्यो भनेर टार्ने गर्यो। त्यसपछि म घर जान्छु भनेर हिँड्दाखेरि मेरो हात समातेर त्यतिखेर जबरजस्तीकरणी गर्यो म माथि। मैले प्लिज नगरिदिनु, यस्तो विथआउट प्रोटेक्ट नगर्नु, म यही कुराले तनावमा टचरमा छु, तपाईँ के गर्दै हुनुहुन्छ यस्तो कुराहरू भन्दाखेरि त्यो कुरालाई चाहिँ पनि नसुनेर चाहिँ जबरजस्ती गर्नुभयो। किन यो कुराहरू एउटा केटा र केटीको एकचोटि सम्बन्ध राख्दैमा सर्दैन, केटाकेटी के मिलन भयो भने मात्र सर्छ भन्ने यस्ता गैर जिम्मेवारी जवाब दिएर म माथि जबरजस्तीकरणी गर्यो। मैले लगत्तै आफ्नो परिवारलाई जानकारी गराएँ। म प्रहरी प्रशासनमा पनि गएँ, तर प्रहरी प्रशासनमा जाँदाखेरि सबै देखिसकेपछि मेरो घरमा आउने, थ्रेटहरू गर्ने, धम्क्याउने, काट्छु मार्छु भन्ने विभिन्न किसिमको धम्की दिइसकेपछि मेरो पारिवारिक जीवन समेत तहस नहस भएको अवस्था छ। त्यसपछि मैले एउटा पारिवारिक साथ सहयोग पनि पाएन मैले त्यो बेला होइन। त्यसपछि त्यो कुरालाई लिएर मैले केही छिन म होल्डमा बसेँ, मेरो साथमा कोही पनि थिएन। यो कुराहरू परिवारलाई भन्दाखेरि पनि रिसाउँछन् भन्ने डर थियो,
एउटा लाज शरम भन्ने थियो, बदनाम गर्यो बेइज्जत गर्यो भन्ने हुन्छ भन्ने उद्देश्यले परिवारलाई पनि सबैले मैले सुनाउन सकिरहेको थिइनँ, मेरो बुवा मम्मीहरूलाई पनि। फेरि प्रमाणहरू तमाम थियो, घटना सम्बन्धी थुप्रै प्रमाणहरू थियो। त्यो प्रमाणहरू नष्ट गर्नका लागि विभिन्न षड्यन्त्र गरेर चाहिँ मोबाइल चोरी गर्यो। मोबाइल चोरी गरे पश्चात पनि म कानुनी प्रक्रियामा जान्छु भन्दाखेरि पनि धम्क्याउने, मेरो मोबाइलबाट विभिन्न किसिमका स्ट्याटसहरू लगाउने, त्यही स्ट्याटसहरू मेरो विरुद्ध लगाएर मलाई साइबर मुद्दाहरू समेत लगाइयो। म फेरि त्यो विरुद्ध कानुनी प्रक्रियामा जाँदाखेरि मेरो मुद्दाहरू दर्ता भएनन्, दर्ता भएका मुद्दाहरू तामिलीमा राखियो, नचल्ने निर्णयहरू समेत बनायो। फेरि पनि म जारी लिएर भद्रकाली काठमाडौँ परिसरमा गएँ र उहाँहरूले जारी लिनु मान्नु भएन। त्यसपछि हुलाङबाट पठाएको जारीलाई पनि झुटो कपोकल्पित भन्ने विभिन्न कुराहरूलाई उठाएर मलाई कुनै जानकारी छैन, तपाईँको जारी आएको छ शनाखत गर्न आउनु, यहाँ त्यहाँ कुनै खबर छैन। एकाएक एउटा स्वेच्छा तरिकाले चाहिँ उनीहरूले चाहिँ आफ्नो मेरो प्रमाण कुनै एउटा प्रमाणको मूल्याङ्कन नगरिकन, मेरो ममाथि भएको अन्यायको मूल्याङ्कन अनुसन्धान कुनै निष्पक्ष अनुसन्धान नगरिकन तामिलीमा राख्यो। त्यस विरुद्ध म उच्च अदालत पाटनमा रिट दायर गरेँ मैले। त्यसमा पनि विभिन्न अवरोधहरू सिर्जना गर्ने, बिचबिचमा पनि विभिन्न अवरोधहरू गर्ने। फाइनल्ली मेरो 1 वर्षपछि मेरो पक्षमा उच्च अदालत पाटनले फैसला गर्यो अनुसन्धान अगाडि बढाउनु भनेर। उच्च अदालत पाटनले पनि पत्र काटिसकेपछि, अनुसन्धानका लागि पत्र काटिसकेपछि पनि यस्तो जस्तो गम्भीर मुद्दा यो विषयमा चाहिँ पक्रापुर्जी जारी नगरिकन अनुसन्धान गर्न मिल्दैन। तर अनुसन्धान मैले जाँदाखेरि पटक म जब उच्च अदालत पाटनले प्रहरी परिसर काठमाडौँलाई चाहिँ पत्र पठाएको दिनदेखि म आजका दिनसम्म म चाहिँ धाइरहेको छु। तर पनि यो अनुसन्धानको विषयमा प्रहरीले मलाई जानकारी दिँदैन, उल्टै धम्काउने, किन आएको, कसले बोलायो तपाईँलाई, हामी आफै बोलाउँछौँ, यहाँ त्यहाँ कुराहरू गर्ने, के भयो भन्दाखेरि पनि नभन्ने। मेरो एउटा न्यायिक अधिकार हो कि मेरो मुद्दा के भइरहेछ, कस्तो भइरहेछ, अनुसन्धान कहाँ पुगिरहेछ भन्ने सोध्ने र त्यो विषयमा जानकार प्राप्त गर्ने मेरो न्यायिक अधिकार हो। तर त्यो अधिकार पनि वञ्चित गरिएको छ। र पछिल्लो समय फेरि पनि यो बलात्कारी ऐन महरलाई चाहिँ एउटा उसको राजनीतिक पावर, सत्ता, शक्ति, पहुँच, पैसाको कारणले गर्दा, एउटा केपी ओलीको नजिकको पात्र, विश्वासको पात्र भएकै कारणले गर्दा केपी ओलीको ठाडो आदेशमा फेरि पनि बलात्कारी ऐन महरलाई चाहिँ उन्मुक्ति, संरक्षण दिने षड्यन्त्र भइरहेको छ।